स्वागत छ। आज हामी युट्युबमा सब्स्क्राइबर कसरी बढाउने त्यसमा पनि खास गरी शर्ट्स प्रयोग गरेर त्यसबारे अलिक गहिरिएर कुरा गर्दैछौँ। हामीसँग एउटा स्रोत छ जसले केही उपायहरू दिएको छ। अब आजको छलफलमा चाहिँ यही स्रोतले भनेका मुख्य कुराहरू के हुन् तिनलाई केलाउने विचार छ। केही नयाँ दृष्टिकोण पो मिल्छ कि युट्युब यात्रामा, होइन? बिल्कुल। यो स्रोतले हेर्दा चारवटा कुरामा बढी जोड दिए जस्तो लाग्यो। हो। एक त आकर्षक टाइटल र थम्बनेल, अर्को ट्रेन्डिङ विषयमा भिडियो, तेस्रो सब्स्क्राइब गर्न सिधै आग्रह गर्ने, अनि चौथो ह्याशट्यागको प्रयोग। ल पहिलोबाटै सुरु गरौँ न त। आकर्षक टाइटल र थम्बनेल यो किन यति महत्त्वपूर्ण होला, खास गरी शर्ट्समा? यो त एकदमै महत्त्वपूर्ण प्रश्न हो। कस्तो हुन्छ भने शर्ट्स फिडमा भिडियोहरू एकदम छिटो स्क्रोल हुन्छन् नि। दर्शकको ध्यान सायद 1 सेकेन्डभन्दा कममै तान्नुपर्ने हुन्छ। अनि स्रोतले के भन्छ भने टाइटल अलि कस्तो भने कौतूहल जगाउने खालको हुनु पर्यो रे। कौतूहल, अक्षर, अनुहारको क्लोजअप, यस्ता कुराले तुरन्तै आँखा तान्छन् भन्छन्। हो त नि, पहिलो प्रभाव नै महत्त्वपूर्ण भयो। हो, सब्स्क्राइबरसम्म पुग्ने पहिलो ढोका नै त्यही हो। ठिक हो। अब दोस्रो बुदा ट्रेन्डिङ विषयमा शर्ट्स बनाउने, यो त अझै चाखलाग्दो होला। यसले दर्शक अनि सब्स्क्राइबर कसरी बढाउँछ होला? केही जोखिम पनि हुन्छ कि? स्रोतको कुरा मान्ने हो भने ट्रेन्डिङ अडियो, च्यालेन्ज वा कुनै घटनामा शर्ट्स बनायो भने युट्युबको अल्गोरिदमले नै त्यसलाई अलि बढी प्राथमिकता दिने सम्भावना हुन्छ रे। अल्गोरिदमले नै? हो, त्यसले गर्दा आफ्नो भिडियो आफ्नो नियमित दर्शकमा मात्र सीमित नरही त्यो ट्रेन्डमा चासो राख्ने लाखौं नयाँ मान्छेमाझ पुग्न सक्छ। त्यो त फाइदाको कुरा भयो। तर यहाँ एउटा कुरा चाहिँ ख्याल गर्नुपर्छ। स्रोतले के सुझाव दिन्छ भने ट्रेन्डलाई आफ्नो च्यानलको विषय वा स्टाइलसँग मिलाउन सक्नुपर्छ रे। नत्र भने खाली भाइरल हुनलाई असान्दर्भिक ट्रेन्ड मात्रै पछ्यायो भने नयाँ दर्शक आए पनि तिनीहरू पछि टिक्दैनन्, मतलब सब्स्क्राइबर नबन्न सक्छन्। भनेपछि ट्रेन्ड समाउने तर आफ्नो बाटो नछाड्ने। हो, बिल्कुल, मौलिकता चाहिँ जोगाउनु पर्यो। यो त निकै काम लाग्ने कुरा भयो। ल अब तेस्रो उपाय, भिडियोमै सब्स्क्राइब गर्नुहोस् भनेर आग्रह गर्ने। यो कतिको जरुरी छ? कतै दर्शकलाई झर्को पो लाग्छ कि? यो अलि मनोवैज्ञानिक कुरा हो क्या। स्रोतले केमा जोड दिएको छ भने दर्शकलाई भिडियो साह्रै मन परे पनि सब्स्क्राइब गर्ने एक्सन लिन बिर्सन सक्छन् रे के। हो र? हो नि, त्यसैले भिडियोको अन्त्यतिर वा कुनै मिल्ने ठाउँमा अलि नम्र तरिकाले सम्झाउँदा काम गर्छ भन्छन्। तर कसरी भन्ने होला नि त? हो, त्यही त। स्रोतले के भन्छ भने खाली सब्स्क्राइब गर भन्नुभन्दा यस्तै अरू भिडियो हेर्न मन छ भने सब्स्क्राइब गर्नुहोला है भनेर फाइदा देखाएर भन्यो भने बढी प्रभावकारी हुन्छ। अच्छा, फाइदा देखाउने। हो, अनि यसलाई अलि रचनात्मक तरिकाले भिडियोकै एक भाग जस्तो बनाएर प्रस्तुत गर्यो भने झर्को लाग्ने सम्भावना पनि कम हुन्छ। यो त गजबको कुरा। आग्रह गर्ने तरिकाले पनि फरक पार्ने रहेछ। बिल्कुल। र अन्तिममा आयो ह्याशट्यागको प्रयोग, जस्तै ह्याशट्याग नेपाली शर्ट्स, ह्याशट्याग टेक टिप्स नेपाल। यस्तो यसले चाहिँ खासमा के गर्छ? जति धेरै ह्याशट्याग राख्यो उति राम्रो हो र? ह्याशट्यागले चाहिँ युट्युबलाई तपाईँको भिडियो के बारेमा हो भनेर बुझ्न मद्दत गर्छ अनि सही दर्शक कहाँ पुर्याउन पनि। स्रोतले चाहिँ के भन्छ भने ह्याशट्याग छान्दा अलि मिलाएर छान्नुपर्छ रे। केही अलि फराकिलो खालको ह्याशट्याग शर्ट्स जस्तो, अनि केही चाहिँ आफ्नो विषयसँग ठ्याक्कै मिल्ने खालको ह्याशट्याग नेपाल शेयर मार्केट टिप्स जस्तो। यस्तो मिश्रण राम्रो हुन्छ भन्छन्। अच्छा, मिक्स गर्ने। हो, उसले गर्दा भिडियो खोज्दा वा शर्ट्स फिडमा देखिने सम्भावना बढ्छ। तर धेरै असान्दर्भिक ह्याशट्याग हाल्यो भने चाहिँ एल्गोरिथम झुक्किन सक्छ रे, अनि फाइदा भन्दा बेफाइदा हुन सक्छ। कतिवटा जति ठिक होला त? खै, सामान्यतया 3 देखि 5 वटा एकदम सान्दर्भिक ह्याशट्याग काफी हुन्छ भन्छ स्रोतले। ल त्यसो भए हामीले हेरेको यो स्रोतको निचोड के देखियो भने शर्ट्सबाट सब्स्क्राइबर बढाउनलाई सुरुमै दर्शक तान्नु पर्यो टाइटल थम्बनेलले। हो, अनि ट्रेन्डलाई आफ्नो पारामा प्रयोग गर्ने, सब्स्क्राइब गर्न पनि भन्ने तर अलिक कलात्मक तरिकाले, र भिडियोलाई सही ठाउँमा पुर्याउन ठिक ह्याशट्याग प्रयोग गर्ने। यी सबै कुरा मिलेपछि मात्र राम्रो नतिजा आउने रहेछ। बिल्कुल, यी सबै रणनीतिले दर्शकलाई तान्ने र च्यानलसँग जोड्ने नै हो।
तर यी सबै प्राविधिक र रणनीतिक कुरा त एकातिर भए होइन? हो। यसले एउटा अलिक गहिरो प्रश्न पनि उठाउँछ जस्तो लाग्छ मलाई। के यी उपायहरू मात्रै पर्याप्त छन् त दर्शकलाई लामो समयसम्म टिकाइराख्न, एउटा साँच्चैकै लोयल समुदाय बनाउनलाई? त्यो भिडियोको कन्टेन्ट, त्यसको मौलिकता, निरन्तरता, गुणस्तर, त्यसको भूमिका चाहिँ कति होला? हो त नि। सायद यो अर्को पटक छलफल गर्नुपर्ने विषय हो कि?